थुप्रै हाम्रो ड्राइभर दाजुभाइहरूको नि मलाई कमेन्टमा लेख्नुहुन्छ, मेसेन्जरमा मेसेज गर्नुहुन्छ, जो सुबुकको तेर्सोमा चाहिँ जग्गा जग्गामा ब्यारिकेड किन लगाएको भनेर। हाम्रो ड्राइभर दाजुभाइहरूले गाडी स्पिड कुदाउँछ नि त, त्यही कारणले प्रशासनले ब्यारिकेड लगाएको। यहाँ हेर्नुहोस् त, यो आजको घटना हो। गाडी अलिक आस्ते कुदाउनुहोस् तपाईँहरूले। तपाईँहरूको पनि घरमा आमा बाबा बुढी नानीले पर्खिरहेको हुन्छ, बुझ्नुभयो। ठुलो गाडीको ड्राइभर दाजुभाइ होस् या सानो गाडीको ड्राइभर दाजुभाइ होस्, तपाईँहरूलाई म हात जोडेर बिन्ती गर्दैछु, गाडी कुदाउँदाखेरि चाहिँ आरामले कुदाउनुहोस्। गाडी ओभर स्पिड कुदाउँदाखेरि केही दुर्घटना भयो भने नि मालिकले चाहिँ इन्सुरेन्स क्लेममा नयाँ गाडी पाइहाल्छ। त्यो दुर्घटनामा ड्राइभर दाजुभाइलाई केही भयो भने नि तपाईँहरूको घरमा भएको बुढी विधवा हुन्छ, छोराछोरी चाहिँ अनाथ हुन्छ नि। यति चाहिँ हमेसा दिमागमा राखेर हिँड्नुहोस् नि।